साथीहरू एकैछिन यो दाइको कुरा पनि सुन्नुहोस् है। हर्का साम्पाङले रवि विरुद्ध धेरै नै स्ट्याटस लेखेपछि अहिले हर्का साम्पाङकै मतदाताहरू रिसाउन थालेका छन् साथीहरू। उनले यति धेरै स्ट्याटस लेख्दा त्यो स्ट्याटसले उनलाई नै घात गर्ने देखिएको छ साथीहरू। अहिले उनका मतदाताहरू हर्का साम्पाङलाई भोट नहाल्ने भन्दै रिसाउन थालेका छन् र अरूलाई पनि भोट नहाल्न सुझाव दिइरहेका छन् साथीहरू। यसरी हर्का साम्पाङ अझै नसुध्रिँदै स्ट्याटस लेख्दै जाने हो भने आउँदो चुनावमा उनको जमानतै जफत हुने देखिएको छ साथीहरू। यस विषयमा तपाईँहरूको धारणा के छ? आफ्नो धारणा कमेन्ट बक्समा लेख्न भने नबिर्सिनुहोला। साथै भिडियोलाई सेयर पनि गरिदिनु होला। रविको रासोपाले के आलुहरू सिद्ध्याउँछ तँलाई? तेरो मुखले आफै सिद्धिसकिस्। अर्कै अब त गइस् के त पूर्वको धेरै राम्रो नेता बन्छ होला भन्ने थियो, त लास्टै खत्तम भएछ। काम छैन अब तेरो। अब त माटो साटो त्यो दुनियाँ त तँलाई त त्यो धरानको मेयर पनि ज्यादा पद हुँदो रहेछ नि त यो हिसाबले त। तँ त प्रधानमन्त्री भइस् भने तँ त देश त झन् सखाप हुन्छ। ओलीभन्दा तँ एकदम डेन्जर खतरा हुन्छस्। ओलीको बाजे हुँदैछ त। ओलीले के ओलीको राजा हुँदैछ। जतिखेर रवि भनेको छ, रासोपा भनेको छ, रवि भनेको छ। रवि तेरो के खाइदिएको छ र? चुप र आफ्नो सिद्धान्त गर न। खालि रविको पछि परेको छ। रवि खाला जाठा मुख भोरि तँलाई दिन आँटेको भोट पनि म त दिँदिनँ। अब तँलाई त दिन्न। अलिअलि त्यो बाटोमा भोट हाल्नेहरूको पनि औँला बिग्रिन्छ। अब त नदेऊ बरु, सत्यनाश सर्वस्व हुन्छ।